कोही पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुके अरे, कोही पनि लुक्ने होइन। सबै एमाले हो, शानका साथ गौरवको साथ छाती फुलाएर भन्ने हो। देश बनाउने एमाले हो, कुनै लुटे लाग्नेले बनाउँदैन। कहिले काहीँ अप्ठ्यारो आउँछ, यो अप्ठ्यारो केही होइन, आउँछ जान्छ। यो त हुरी आएको जस्तो, हिजो हुरी आयो आज ल कुन चाहिँ चेन्ज आउँछ? तल आउँछ, अस्ति जस्तो मान्छे आउँछ, गोली आउँछ अरे, के आउँछ अरे, के आउँछ? के क्षति हुन्छ? घर बत्तिसक्यो, भ्रष्टाचार कन्ट्रोल गर भनेर घर बत्ताउनु पाइन्छ? अब घर बत्यो त के हुन्छ? ज्यान निकाल्छ, ल निकाल त, ल गोली हान्न म त थाल्नु तयार छु, ल को छ? 600 जना हतियारधारी छन्, हेरौँ न त ल। यस्ता हावा कुरा गर्ने। त्यही भएर तपाईँहरू ढुक्क हुने। केपी बा राष्ट्रिय पिता हो, केपी बाको घर जलाएर राष्ट्रिय सम्पत्ति सुहा पारेका छन्। यिनीहरूलाई एक एक हिसाब हुनुपर्छ। केपी बाको घरलाई राष्ट्रिय लाइब्रेरी बनाए के हुन्थ्यो? जलाउनु पर्थ्यो? को हो त्यो जलाउने? तिनका हिसाब हुनु पर्दैन? टिकटक रिलहरू सबै यिनीहरूले मेट्छन्, तुरन्त डाउनलोड गर्ने, एक एक खोज्ने, भदुरा खोज्न सुरु भइसकेको छ। प्रहरीले बुझाउने, प्रहरीका चौकीहरू जान भत्का छन् त्यसलाई बनाउने। प्रहरी बाहेक केही पनि नहुनु फेरि तपाईँ सबै बनाउँदै हिँड्नु होला। फेरि तपाईँहरू वडा कार्यालयमा रहन आउनु हिँडेन, तपाईँ वडा सिउ छुट्टै बस्ने कोठा लिएर। एमालेका वडा मात्रै किन भत्काइयो त्यहाँ? अरूको वडा किन भत्काइएन? त्यसैमा फेरि अरूले भत्काउनु पर्यो भनेन। एमालेको कार्यालय भत्काउने, केपी ओलीको घर जलाउने, महेश बस्नेतको घर जलाउने, अनि महेश बस्नेत छुट्यायो भने रविन्द्र सापकोटाको घर जलाउने, वासुदेव थापाको घर जलाउने। के हो नियत? किरणजीलाई म एकदम स्यालुट गर्छु, शिवडोलका साथीहरूलाई। लुटेर हल्ले जग्गाबाट पुलिसको बन्दुक लुकेर किरणले जाँदाखेरि तरबार लिएर 20 जना मान्छे निस्केपछि घर बच्यो। हामी तरबार लिने मान्छे होइन, तर आवश्यक पर्यो भने मुलुकको हितको लागि तरबार बोक्नुपर्छ। यो कुरा तपाईँहरू नडराउने। टोल टोलमा सुरक्षा समूह बनाउने, युवा संघ, कांग्रेस के हो केही नभन्ने। अब युवा संघ, नेभी संघ, कांग्रेस, एमाले सब एक ठाउँमा बस्ने, आउँदो फागुनको चुनावमा देखाउने यिनीहरूलाई। ठिक छ ल, भ्रष्टाचार गरेछ अरे, भ्रष्टाचार गरेछ भने त राज्यले जफत गर त, छानबिन गर। हिजो राणाहरूको हामीले दरबारलाई अधिग्रहण गरे होइन र? हिजो ललिता निवास भनेर पञ्चीहरूको अधिग्रहण गरे होइन र? आज ललिता निवास भनेर राज्यको सम्पत्ति भएन? राष्ट्रिय सम्पत्तिको ध्वस्त पार्ने। व्यक्तिको घर पनि त अधिग्रहण गर्न पाइन्छ नि। व्यक्तिको घर जलाउनु पाइन्छ, सिंहदरबार जलाउनु पाइन्छ, अख्तियार जलाउनु पाइन्छ। सर्वोच्च अदालत किन जलाएको? सदन किन जलाएको? 14,000 मान्छेले जेलबाट किन भगाएको? कसले भगाएको? रविजी जेलबाट हक्कडी खोरेर प्रधानमन्त्री हुन निस्के होइन? भयो त प्रधानमन्त्री। अनि बालनको सल्लाहकार अहिले गृहमन्त्री। अनि बुढापाकाले खाए भन्नु भएन? अनि अहिले ठुली आमै कति जेठी त? हाम्रो केपी भन्दा 1 वर्ष जेठी होइन? केपी बा बुढा भयो भनेर हटाएर सुशीला कार्की 1 वर्ष जेठी ठुली आमाले बनाएको होइन? अब बनाउँछिन् नि ठुली आमाले बाटो, बनाउँछिन् नि ठुलो आमाले वडा, सिंहदरबार बनाउँछिन् नि त। केपी ओलीले र हामीले त धरेर बनायौं। लुम्बिनीले चाहिँ पोखरा एयरपोर्ट बनायौं, खानकोट सुरुङ मार्ग बनायौं, बालकोटदेखि गुन्डुदेखि ठिमीदेखि भक्तपुरको अधिकांश बाटो कहीँ छ पिच हुन बाँकी। अब के गर्ने? अब सुशीला दिदीले आएर यहाँ सुनको लेपन लाउने? बनायौं त हामीले। खानपान समस्या हल गर्यौं त, अस्पताल बनायौं त, हामीले गएर चित्त नबुझे होइन? 7 लाख घर भूकम्पमा बनायौं त, ल बनाउँ त। अब त्यही भएर प्रहरी चौकी बनाउन हामीले सहयोग गर्ने। तालिबानी र बोके हराम जस्तै हाम्रा प्रहरीहरूलाई यिनीहरूले मारेका छन्, हाम्रा प्रहरीहरूलाई लहटेका छन्। बागमती नदीमा आत्मसमर्पण गरेर भागेको प्रहरीलाई कुटी कुटी विष्णु बढेर महेश प्रसाद भनेर भनेको छ। यी त बोके हराम हुन्, यिनीहरू त तालिबानी हुन्। यिनीहरूसँग त कुनै सद्भाव राख्ने। अब एकजना दाइले भन्नुहुन्थ्यो के कुरा जहाजहरू, केही जहाज होइन। जसरी हिजो माओवादीले लुट्या थियो, यिनीहरू बोके हराम हुन्, यिनीहरू तालिबान हुन्। यो खालका मान्छेहरूलाई चाहिँ हामीले एक एक गरी समाउनु पर्छ। त्यही भएर यो कुरामा चाहिँ तपाईँहरू ढुक्क भएर लाग्ने, दह्रो मनोबल बढाउने, टोल टोलमा संगठित हुने, अहिले पार्टीभन्दा माथि उठेर कांग्रेस माओवादी सबै मिलेर चाहिँ गर्ने। केही छ यसमा? समस्या छ र यहाँ मिनबाद दाई जस्तो हेर्नु त, हाटपट्टि नेपालको गौरव थिएन? किन जलाएको, किन लुटेको, त्यहाँभित्र मान्छे किन मारेको? अनि 21 जना मरेर र 21 जना राज्य तर मरेर छानबिन गर्नु। के पनि एम्बुलेन्सबाट गोली हाने भनेको छ, कहाँबाट हाने भनेको छ, प्रहरीले नबोक्ने त्यहाँ हतियार फेला परेको छ। 72 जना मरेको छ। अनि 51 जना चाहिँ कसले मारे? तिम्रो बाउले मारे 51 जना? त्यो 51 जना मारेर हिसाब गर्नु पर्दैन? त्यही भएर तपाईँहरू ढुक्क हुनुहोस्, उच्च मनोबलका साथ लाग्नुहोस्, अप्ठ्यारो परेका सबैलाई सहयोग गरेर लाग्नुहोस् र यो विशेष गरेर यो अपराधी कराउन लागेका मान्छेहरूलाई एक एक गरी तपाईँले गर्नुहोस्। अब यहाँबाट गएर सबैले बेलुका बेलसम्म वडामा साथीहरूको भेला डाक्नुहोस्। आजदेखि नै यो मुभमेन्ट गर्नुहोस्। भोलि 3 बजे हामी केन्द्रीय कार्यालयमा जान्छौँ।
कुनै र्याली सैली औपचारिक होइन हामी यसै गरी जान्छौँ केन्द्रीय कार्यालयमा गएर अब केन्द्रीय कार्यालयको संरक्षण हामी गर्छौँ भन्छौँ अस्ति त आयोजकले झुक्काएर शान्तिपूर्ण हुन्छ हामी 2 बजी फर्किन्छौँ भनेर हामी झुक्किएका हौँ अब हामी सधैँ झुक्किँदैनौँ हाम्रा घर जलेर ध्वस्त भएको छैन हामीलाई केही चाहिएको छैन र अब बाँकी जनताको सम्पत्ति बचाउनको लागि हामी लाग्छौँ प्रहरी प्रशासनलाई सहयोग गर्छौँ र सुशीला आमैलाई उनकै चेलाहरूले बनेको 48 घण्टा नबित्दै नारा लगाएर राजीनामा मागिसके हामी चाहिँ कमसेकम 1 महिना चाहिँ राजीनामा माग्छौँ 1 महिना चाहिँ माग्दैन अब सर्वोच्च अदालतले तिमी अवैध हौ हिजो केपी ओली गरेको संगठन के अरे संसद विघटन चाहिँ अवैध हुन् यही सुशीला आमै हुन् अहिले त्यही संसद विघटन अवैध ढंगले नि प्रधानमन्त्री भएकी छिन् अब सर्वोच्च अदालतले आमै तिमी ठुली आमै अवैध भयो अब गएर घर गएर बस भन्छ भने अब हाम्रो केही लाग्दैन त्यसलाई फेरि बिदा दिन्छौँ अब देश सम्हाल्ने हामीले न हो कोही माइकेलाले सम्हाल्नेवाला छ तेरो उच्च जिम्मेवारीका साथ उच्च जुझारु मनोबलका साथ उच्च आँटका साथ तपाईहरु लाग्ने